हेलो नमस्ते सम्पूर्णमा। कास्की जिल्ला पोखरा महानगरपालिका वार्ड नम्बर 31 तालबिसीमा रहेको यस रिभोल्युसन मल्टिपर्पोज अर्गानिक एग्रिकल्चर फार्म हाउसमा कृषि तथा पशुपन्छी पालन व्यवसाय सञ्चालन हुँदै आइरहेको छ र अहिले हामीसँग 7वटा सङ्ख्यामा सानो ठुलो गरेर गाई भैँसी छ। दैनिक 35 देखि 40 लिटर दुध उत्पादन हुँदै आइरहेको छ भने हामीसँग अहिले 25-30 वटा सङ्ख्यामा बाख्रा पनि छन् भने हामीले वार्षिक 20-25 वटै सङ्ख्यामा खसी बोकाहरू बिक्री गर्दै आइरहेका छौँ भने हामीले गाई भैँसीका लागि र बाख्राको लागि आहार व्यवस्थापन पनि राम्रोसँग गर्दै आइरहेका छौँ र हामीसँग लोकल कुखुरा र हाँस पालन पनि सँगसँगै गर्दै आइरहेका छौँ र हामीले वार्षिक 200 देखि 250 को सङ्ख्यामा लोकल कुखुरा बिक्री गर्दै आउँछौँ भने हाँस पनि 80 देखि 100 को सङ्ख्यामा हाँस बिक्री गर्छौँ र हामीसँग माछा पोखरी, तरकारी खेती र फलफुल खेती पनि विस्तार भइरहेको छ भने हामीले वार्षिक 300 देखि 400 केजी कार्प जातको माछा उत्पादन गर्दै आइरहेका छौँ भने टनेलमा मौसमी अथवा बेमौसमी हिसाबले चाहिँ हामीले फलफुल तरकारीहरू उत्पादन गर्दै आइरहेका छौँ र अहिले पहिलो पटक तरबुजा खेती विस्तारमा पनि परीक्षणको लागि लगाइएको छ। कस्तो हुन्छ हेर्दै जाउँ र हामीसँग फलफुलमा आँप, लिची र एभोकाडो गरेर लगभग 3-4 रोपनी क्षेत्रफलमा सानो सानो मात्रामा सार्दै आइरहेका छौँ। धन्यवाद।